गाइज वेलकम टु माई केएलएनडी ब्लग। आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ विशेष गरी आजको दिन चाहिँ म चाहिँ जौँ काटेर दिन बित्छ होला, किनकि हाम्रो गाउँमा सिजन लागिसकेको छ कि जौँ काट्ने सिजन। र टक्क चाहिँ आज जौँ काटाइ हुन्छ र घरतिरको चाहिँ पाकेको छैन, तर लेकतिर पाकिसकेको छ। अब टक्क जानुपर्छ लेकतिर र लेकतिरको काट्नुपर्छ र लेक पनि देखाउँछु म हाम्रोतिरको लेक कस्तो हुन्छ भनेर। तपाईँहरू भ्लगलाई इन्जोय गर्नुहोस्। लेट्स गो गाइज। आजको मौसम चाहिँ अलि चिसो चिसो खालको छ, पानी आउनु पनि सक्छ, तर चाहिँ हाम्रो चाहिँ टाइम भएको हुँदा चाहिँ हामीले गरिरहन्छौँ। यो चाहिँ मैले टक्क चाहिँ खाना लगिदिएको छु यहाँसित, अनि यो चाहिँ हाम्रो डोको हो, यसमा ल्याउनुपर्छ। त्यसपछि आजको मौसम यस्तै छ। लेट्स गो, मलाई जानुपर्ने छ त्यो डाँडामाथि जानुपर्ने छ है। यो डाँडामाथि जानुपर्ने छ, लेक त्यही माथि छन्। लेट्स गो, तपाईँहरूसँग फिर मिलिङ्गे एट लेट्स गो। ओ गाइज, म चाहिँ जानुपर्ने भने यो डाँडाबाट हो, यहाँबाट बाटो छ, जानुपर्छ। अनि चाहिँ म चाहिँ त्यहाँ पुगेर देखाउँछु तपाईँलाई है त। लेट्स गो गाइज, म चाहिँ पुगिसकेको छु डाँडा होइन, टक्क लाएर म चाहिँ डाँडा पुगिसकेँ। अब तपाईँलाई देखाउँछु यहाँबाट हाम्रो गाउँ कस्तो देखिन्छ है त। लेट्स गो, हेर्नुहोस्। र म चाहिँ डाँडा पुगिसकेको छु है त। यहाँबाट देखिन्छ हाम्रो गाउँ टक्क लाएर होइन, टक्क लाएर यता सब हाम्रो गाउँको एरियाभरि यहाँ देखिन्छ, यहाँबाट देखिन्छ। यो चाहिँ टक्क लाएर हाम्रो गाउँको दृश्य हो। र टक्क लाएर चाहिँ त्यो गाउँमा चाहिँ यो येल्लो कलर देखिने चाहिँ गहुँ पाकिसकेको अवस्था हो। अब चाहिँ टक्क काट्ने बेलाको अवस्था हो। ट्याक्क लाएर चाहिँ म चाहिँ यहाँ धेरै माथि यो ढिकमा बसिरहेको छु, यहाँ नजिकै। टक्क लाएर यहाँ तलबाट म चाहिँ हेरिरहेको छु, त्यो गाउँ हो यो। अनि यही छ हाम्रो गाउँको आजको नजारा, यहीँबाट देखिन्छ। टक्क लाएर चाहिँ म त एकदम माथि जानुपर्ने हुन्छ, अझ पनि थोरै छ, म देखाउँछु तपाईँहरू चाहिँ। लेट्स गो। मलाई चाहिँ थोरै धुपी लिनु छ, किन भन्दाखेरि हाम्रो पहिलो दिन जौँ काटाइको पहिलो दिन चाहिँ हामीले चाहिँ पूजा गर्छौँ टक्क कि त्यो फसल राम्रो होस् र ज्यादा होस् भनेर चाहिँ हामीले चाहिँ पूजा गर्ने गर्छौँ। त्यही भएर चाहिँ मैले चाहिँ पहिला चाहिँ धुपी लिनुपर्छ। धुपी ल्याउने धुप बत्ती गऱ्यो भनेपछि केही विशेष हाम्रो चाहिँ कल्चर संस्कृति अनुसार चाहिँ यो गरिन्छ। लेट्स गो, हामी चाहिँ गर्न सक्छौँ। अनि चाहिँ ट्याक्क लाएर म धुपी लिन्छु, तपाईँलाई देखाउँछु है त। धुपी चाहिँ यहीलाई भन्छ, टक्क लाएर। यो चाहिँ हाम्रो चाहिँ एकदम पवित्र मानिन्छ यो रुखलाई चाहिँ, यो रुखलाई भन्दा नि यस्तो रुखलाई। मैले चाहिँ धुपी लिनुपर्ने हुन्छ, आइएम सरी, किनकि यो चाहिँ नकाट्नु पर्ने हो, तर बिकज यो किन भन्दा पूजापाठको लागि पनि लिनुपर्ने हुन्छ, यसले सरी। अनि चाहिँ माछिँदै माछिन्न, म चाहिँ माछेर जाउँ। लेट्स गो। टक्क लाएर मैले चाहिँ धुपी चाहिँ लिइसकेको छु। अब चाहिँ यो चाहिँ एकदम पवित्र हुन्छ, यसले गर्दा चाहिँ धुप्याउनुपर्छ भन्छन्, हाम्रो धुपबत्ती भन्छन्, त्यो चाहिँ बाल्नुपर्छ। अनि तपाईँहरूलाई चाहिँ यो चाहिँ गर्नुभएको छ कि छैन कमेन्ट गर्नु होला। हाम्रोतिर चाहिँ कल्चर हो, जुनसुकै जे गर्ने बेला पनि अगाडि चाहिँ यस्तो गर्नुपर्छ, नत्र भने अलि फसल ज्यादा आउँदैन। भन्नुको मतलब कि फसल आओस् भन्ने आशा राखेर पूजा गरिने हो यो। लेट्स गो, म चाहिँ धेरै टाढा जानु छ, म चाहिँ देखाउँदै जान्छु। लेट्स गो। यहाँबाट चाहिँ हाम्रो लेकहरू चाहिँ देखिरहेछ। यतापट्टिको चाहिँ यो बुद्धबुद्धी साइड भन्छ र यतापट्टिको चाहिँ यो मन्थाना साइड भन्छ। यत्रोको आँटी चाहिँ यहाँ माथि यहाँसम्म छन् भने यत्रोको आँटी चाहिँ यहाँ माथि यहीँसम्म छन्। यहाँ चाहिँ आँटीका धेरै लेक भन्छन्, तब हामी आँटी पनि भन्छौँ, लेक पनि भन्छौँ। टक्क लाएर यो आजको लेकको आज चाहिँ हामीलाई जानुपर्छ त्यहाँ, यहाँनिर चाहिँ हामीलाई काटै हुन्छ र यो ट्याक्कै यो ढिस्कातिर। लेट्स गो। अनि मलाई चाहिँ त्यहीँ जानु छ। टक्क लाएर चाहिँ फुल फुलिसकेका छन्, टक्क लाएर फुल फुलिसकेका छन्, हर सेतो फुल फुलिसकेका छन्। टक्क लाएर यतापट्टि छ। अनि हामीलाई चाहिँ एउटा दिन म चाहिँ तपाईँलाई चाहिँ एउटा भिडियो देखाउँछु। टक्क लाएर त्यो भिडियोमा चाहिँ केदारनाथ भने चाहिँ यही ठाउँमा छ, जस्तो तपाईँले चाहिँ अहिले मन्दिर देख्नु भएको छ। मेरो लेन्स अलिक काम गर्दैन, त्यही भएर चाहिँ अलिक सोलो छ। टक्क लाएर तपाईँ चाहिँ ट्याक्क लाएर यहाँ डुस्कै ट्याक्क लाएर माथि छ, त्यो काम फाइनल हुन लागेको छ, म फाइनल देखाउँछु अझै। लेट्स गो। म चाहिँ अझ पनि जान्छु। र यो हो हाम्रो फुल फुलिरहेको टक्क लाएर, ट्याक्क लाएर अब चाहिँ हरियाली अझ हरियाली हुँदै जान्छ। लेट्स गो।
यसलाई भन्छ पिरल। यो चाहिँ यस्तो यहाँको पिरल हुन्न, यो चाहिँ त्यो त्यहाँबाट ल्याएको हो र यस्तो पिरल चाहिँ हुँदैन यहाँ। अनि टक्क लाएर यो चाहिँ आलु भन्छ र एकदम दामी भइरहेको छ। आलु पनि फुल पोलिसकेका छन्। अब चाहिँ टक्क लाएर हाम्रो आलु पनि हुन्छ र सबै चिज हुन्छ। र विशेष गरी चाहिँ आज हाम्रो एकदम खतरनाक चाहिँ भिडियो पनि हुन्छ, किन भन्दा तपाईँहरूले हेर्नै पर्ने हो यो। किन भन्दाखेरि यहाँको जैव विविधता थाहा पाउनुपर्ने हुन्छ तपाईँले। र यहाँ चाहिँ के छ भन्दाखेरि योलाई भन्छ तोडे। र यो तोडेले के गर्छ भन्दाखेरि यो तेल खतरनाक तेल हो। यसले गर्दा विभिन्न कपालमा लगाउने तेल पनि हुन्छ, खानुपर्ने तेल हुन्छ। र त्यसपछि गएर यसले चाहिँ विभिन्न बिरामीहरू जस्तो स्किन प्रब्लम, अनि त्यसपछि गएर विभिन्न रागनहरू भन्ने हुन्छ, त्यस्तो चाहिँ प्रब्लमहरू चाहिँ समस्याहरूको हल गरिदिन्छ है त। यहाँबाट हेबाट खिचिरहेको छु किन भन्दाखेरि यहाँको देखाउँदै जानुपर्छ तपाईँहरूलाई, नत्र तपाईँहरूले कसरी थाहा पाउनुहुन्छ होला। र त्यही भएर चाहिँ म चाहिँ जाँदैछु। अब चाहिँ मलाई पुग्न चाहिँ थोरै छ, ठ्याक्क चाहिँ म चाहिँ आधा घन्टामा पुग्छु होला सायद। त्यसपछि म तपाईँलाई धुप बाल्छु सबै देखाउँछु है त। अनि त्यसपछि गएर मलाई चाहिँ यहाँ नजिकै एउटा डोको पनि छ, यस्तै डोको, त्यो पनि लिनुपर्ने छ। किन भन्दाखेरि मम्मीले यहीँ राख्नु भएको छ अरे, र त्यही भएर चाहिँ मैले चाहिँ यो पनि लिनुपर्ने हुन्छ। र लेट्स गो, तपाईँहरू हेर्दै गर्नु होला। लेट्स गो। लाई देखाउनु पर्दा यो हो हाम्रो गाउँको सबैभन्दा ठुलो गढी। यसलाई भन्छ, यस्तो चाहिँ गोरुहरूलाई गाँचो काट्नको लागि चाहिँ गरिएको हो। र टक्कर आएर यहाँ चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ टप्पै सबै यहाँ चाहिँ सबैभन्दा धेरै के छ भन्दाखेरि गाजोहरू हुन्छ। र त्यो गोरुहरूलाई खुवाउनको लागि चाहिँ यहाँ चाहिँ यो कन्ट्रोल गर्नको लागि गाई गोरुले समयमै नखाओस् भन्नुको लागि चाहिँ यो गरिएको हो। त्यसपछि यो पनि केही छिनपछि विन्टर सिजनमा चाहिँ ट्याक्क काटेर चाहिँ गोरुलाई खुवाउने गरी यो बनाएको हो। र यहाँ चाहिँ गढी बहुत ठुलो छ। अनि टक्क लाएर यहाँ पनि छ, यो फुलहरू छन्। र यहाँ चाहिँ एकदम म चाहिँ बेलुका हिँड्दै आउँछु। म एक दिन म तपाईँलाई चाहिँ पुरै यहाँको ठाउँहरू देखाउँछु। र लेट्स गो, र तपाईँहरू हेर्दै गर्नु है त। अनि म चाहिँ एउटा कुरा देखाउनु पर्दा यो हो आँटी, यसलाई लेक भन्छ। यो चाहिँ पुरै एक कोठो माथि र 2-3 कोठा तली हुन्छ। मुनिमा चाहिँ गुरुहरूलाई चाहिँ राखिन्छ भने, मुनिमा चाहिँ गुरुहरूलाई राखिन्छ भने, अनि आफू मान्छेहरू चाहिँ माथिल्लो तलामा बस्छन्। र यसरी ढाकिएको हुन्छ कि यहाँ चाहिँ ढुङ्गाले छापिएको हुन्छ। यो चाहिँ बहुत प्राचीन कालको अथवा प्राचीन युगदेखि चलिआएको चलन चल्ती हो। र अचल चाहिँ परे मान्छेहरूले चाहिँ यसरी ढाक्दैनन्, टिङ हाल्छन्। तर अहिले चाहिँ पछि ओद्दियो भने चाहिँ हाल्छन्, नत्र हाल्दैनन्। लेट्सको यही हो आजको दृश्य। र म चाहिँ माथि पुगेर देखाउँछु है त। लेट्सको। डोको प्लास्टिक निकालिसकेको छु। यो चाहिँ आँसीहरू छन्, त्यसपछि टक्क म निकालिसकेको छु। अब जानुपर्छ। यो चाहिँ आँटी भन्छ यसलाई। अहिले चाहिँ गर्व देखिरहेको छ, नत्र त सही छ। लेट्स गो, तपाईँहरू जानु सक्नुहुन्छ। र हामी पनि जान्छौँ। अब टक्क लाएर थोरै चाहिँ माथि पुग्नलाई है त। यहाँनिर एउटा धारो थियो, त्यो धारो चाहिँ सुकेछ आजभोलि, किनकि खडेरी टाइम छ। थोरै हरियाली भए पनि आजभोलि चाहिँ पानी आउँदैन। यहाँनिरै पानी आउँथ्यो। सो स्याड। अनि चाहिँ मैले चाहिँ एउटा कुरो म अहिले भन्छु, यहाँबाट चाहिँ यस्तो देखिन्छ यहाँको ठाउँ। र यो चाहिँ हो गढी। यो पुरै ढाकेको चाहिँ गढी हो। अनि हाम्रो चाहिँ पुरै ठाउँ खतरा छ यो। त्यसपछि हेर्दै जानुपर्छ। यता पनि पाटन छ। र सबसे ठुलो पाटन भनेको त्यो माथि देखिन्छ। यो हो। थोरै नराम्रो देखिरहेको छ। लेट्स गो, मैले माथिबाट देखाउँछु। काट्नुपर्ने चाहिँ म गडा आइपुगेको छु। म तपाईँहरूलाई देखाउँछु कस्तो छ है। त्यो काट्नुपर्ने यति ठुलो छ। यो माथिको त्यो ढिकभन्दा तल, यो बाटोभन्दा उता, र यो ढिकभन्दा माथि यति ठुलो छ। तर अद्धभरि हरिया छन् है, हाफ। तर अद्धभरि सुको छ। त्यही भएर चाहिँ अलिक गाह्रो भइरहेछ। ठिक छ गाइज, अब चाहिँ एकछिन काट्नुपर्छ। अनि त्यसपछि लाई मैले टोको यहाँ राखिसकेको छु। अब एकछिन पछि पूजा गरी काट्नुपर्छ यो गोरुलाई है त। यो यिनलाई भन्छ गहुँ। र यहाँबाट ठ्याक्कै देखिन्छ हाम्रो आँटी माथि। र यो अलि क्यामेराको क्वालिटी कम भएको हुँदा त्यही भएर अलि नराम्रो देखिरहेछ, नत्र त दामी छ।
र यो आजको हाम्रो दृश्य र आज यही हो हाम्रो गर्ने सबै र टक्कर आज माथि यही हो हाम्रो आँटी है त। ल लेट्स गो। अब हामी चाहिँ ट्याक्क पूजा गरेर गहुँ काट्नुपर्छ। लेट्स गो। छेउमा चाहिँ टक्क उतै देखिन्छन्। यहाँ छन् है भेडा। यो हाम्रो गाउँका भेडा हुन्। यहाँ चाहिँ हाम्रो गाउँको भेडा छन्। त्यही गाइस टक्क लाएर हाम्रो यही छ आजको दृश्य। अब चाहिँ हामी पूजा गर्न हिँडौँ है त। लेट्स गो। मैले चाहिँ बालेको बोल्दै बोल्दैन, त्यही पनि हल्का हल्का बोल्यो, त्यही पनि भइहाल्यो। अब धेरै बोल्दैन यो किनकि हरियो भएर बोल्दैन। अब चाहिँ मैले काट्न सुरु गर्नुपर्छ। मैले चाहिँ सबसे पहिला चाहिँ मैले निकाल्नुपर्छ आँसीहरू। र आँसी निकाल्यो भने चाहिँ बोल्छ होला है त। बोल्छ नै। अब काट्नु पर्छ होला। अझ मसँग चाहिँ आँसी कहाँ छ भन्दाखेरि यहाँ छ। अब चाहिँ मैले चाहिँ स्टार्ट गरेँ। लेट्स गो। यसरी नै अब पुला काटिन्छ। अब चाहिँ मैले यति काटेको छु। अब एक पुलो चाहिँ यसरी बनेको छ, यसरी बनेको छ। मैले चाहिँ अझ राम्ररी काटेको छैन, किन भन्दाखेरि योभन्दा राम्ररी काट्नुपर्छ, मिलाएर न त खडा जान्छ। त्यही भएर त्यही गाई चाहिँ अब चाहिँ होइन ट्याक्क लाएर यही हो आजको काटाइ होइन त। अब आजको काटाइ मैले चाहिँ थोरै काटिसकेको छु। अब चाहिँ धेरै ठुलो धेरै काट्नु छ। त्यही भएर अझ पनि मैले धेरै काट्नुपर्छ होला। पुरै यो गडो काट्नु छ। त्यही भएर मम पनि आउनुहुन्छ। र आजको भ्लग चाहिँ यति नै हुनसक्छ। म चाहिँ अब पछि काटेको चाहिँ देखाउँछु। अनि आजको भ्लग चाहिँ यति हुनसक्छ। लेट्स गो। तपाईँहरू चाहिँ मैले फेरि इन्ट पनि गर्छु र म देखाउँछु पनि। काटे बिचमा काटेको पनि देखाउँछु। लेट्स गो। तपाईँहरू भ्लगलाई इन्जोय गर्नु होला। लेट्स गो। म चाहिँ टक्क लाएर अब चाहिँ माटो लिन गएको छु। म चाहिँ अब जौँ काट्दिनँ, किनकि मम्मीले चाहिँ मलाई जौँ नकाटे अब काट्न मन लाग्दैन घर जा अनि त्यो माटो लिएर जाउँ न। हामीलाई चाहिँ घर लिम्बूको लागि चाहिँ माटो लिनुपर्ने हुन्छ। त्यो माटो कस्तो हुन्छ म पहिला देखाउँछु। र हाम्रो घर चाहिँ माटोले लिपिन्छ, जो रातो माटो हुन्छ उसले लिपिन्छ। म देखाउँछु तपाईँलाई। लेट्स गो। मैले चाहिँ यो माटो निकाल्नु पर्ने हुन्छ। यो माटो चाहिँ रातो माटो हो। अहिले चाहिँ सेतो देखिरहेको छ, भित्रभित्र रातो छ। र यो निकाल्यो भनेपछि यसले चाहिँ घर लिम्न चाहिँ सहज हुन्छ, किनकि अरूभन्दा घर लिम्न मजा हुन्छ। त्यही भएर म यो लिन लागेको छु। लेट्स गो। म अब खोरिन्छु ल। घर आइपुगेको छु। घर आइसकिसक्यो। अब चाहिँ आजको भ्लग चाहिँ म इन गर्छु, किन भन्दाखेरि धेरै लामो भइसकेको छ। अनि मैले सबै कुरा देखाएँ, तपाईँले इन्जोय गर्नुभयो। थ्याङ्क यू सो मच। आयो तपाईँलाई चाहिँ राम्रो लाग्यो होला। र म चाहिँ अब चाहिँ भोलि अर्को भिडियो ल्याउने छु। र सी यू सुन। थ्याङ्क यू सो मच। थ्याङ्क यू फर वाचिङ। बाई।